कहिले भने रातभरि निन्द्रा लाग्दैन, कहिले भने आँखा पनि खुल्दैन। हे एभ्रिवान, स्वागत छ फेरि पनि मेरो नयाँ मिनी ब्लगमा। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै नै छु भनौँ। चेन्नईमा गर्मी धेरै हुनको कारणले रातभरि निन्द्रै लाग्थेन कहिलेकाहीँ। अस्ति राति चाहिँ पानी परेको कारणले निन्द्रै खुलेन के। अलार्म लगाउन पनि बिर्सिरहेछु। धन्न साउबा पनि उठेको रहन्छ, त्यही भएर गाली खाएन, नत्र त गाली खाने फिक्स थियो। हिजो चाहिँ काम गरेको भिडियो बनाएन माथि, किनकि कति त्यही माथिको मात्र भिडियो बनाउनु भनेर त्यो माथिको क्लिपहरू तानेन। आज चाहिँ तपाईँहरूलाई थाहा नै हुन्छ मेरो पास्टहरूको भिडियो चलिरहेको हुन्छ भनेर, त्यही भएर पनि अब आज आइहाल्छ मुखमा। कहिलेकाहीँ चाहिँ हिजो भनिरहेको हुन्छु। यो नास्ता चाहिँ रेगुलर खाँदैन है। 6 बजे आयो भने सिधा 1 बजे खाना हुन्छ। कहिलेकाहीँ पैसा भयो भने चाहिँ खान्छु समोसा, नत्र त नास्तै खाँदैन म। सिधा 1 बजे खाना हुन्छ। कम त गाह्रो छ काम गरी खान। पानी पनि त्यति साह्रो परेको थिएन क्या, अलिअलि छिमझिम परेको रहेछ, तर चिसो मौसम भएको थियो, त्यही भएर निन्द्रा खुलेन। अनि यहाँ चाहिँ यति गन्दा भएको थियो नि, सिँढीमा चाहिँ पुरै माटो आएको थियो माथिदेखि। आई थिङ्क देवालको माटो खस्यो होला सिँढीमा। यो पासबुक चाहिँ अपडेट गर्नुपर्ने थियो, तर मलाई केही नै थाहा थिएन है। म सिधा गएँ पोस्ट अफिस, अनि के टोकन माग्न थाल्यो, मलाई केही पनि थाहा भएन। अनि सिधा आएँ म अफिसतर्फ, साउबालाई भने, अनि साउबा फेरि यहाँ आएर खै कि टोकन लिएर फेरि मलाई बोलायो। फेरि म गएँ। सायद एउटा छाप हाल्नु थियो, त्यो एउटा छापको लागि मैले समथिङ आधा घन्टा बेसी कुर्याउँ लाग्यो, 40 मिनट बेसी कुर्याउँ लाग्यो। अनि त्यो काम सकेर सिधा म रुममा खाना खान आएँ। खानामा चाहिँ दाल भात थियो अनि खिचडी थियो अस्तिको, अनि त्यही खाएको। हिजोको भिडियो है फेरि अस्तिको खाना आज खायो नभन्नु होला। अब हिजो मेरो केही पनि काम थिएन, मलाई झ्याउ लागिरहेको थियो। रुमबाट यहाँ काममा आएँ, काम नै केही नभएपछि के गर्नु त, अनि पल्टेर मजाले मुभी हेर्न थालेँ। 1-1.5 घन्टा सुतेँ। आजभोलि चाहिँ अफिसमा नसुत्नु भनेछ, तर साउबा आउँदैन, त्यही फाइदा उठाएर म सुत्दिन्छु। कुन दिन थाहा पायो भने अनि कामबाट भगाइदिन्छु। यो चाहिँ अस्तिको टिफिन हो, नास्ता दिएको साउले, तर मैले यो टिफिन नै लिएको थिएन। हिजो कहाँ छ टिफिन भन्यो, अनि बल्ल याद आएर हिजो लिएको। एनिवे, थ्याङ्क्स फर वाचिङ गाइज। माया छ। फेरि पनि भेटौँला अर्को